धेरै दिनको बादमा मैले अनुलाई पनि भेटेको छु है। हामी फेसबुकमा एज अ फ्रेन्ड भेट भएको थियो अनि एकदम राम्रो हैन। उहाँ बहिनी एकदम अति राम्रो छ। उहाँको फेसबुकमा धेरै राम्रो चर्चा परिचर्चा भइरहेको छ। अनि यसरी नै आज मैले हाम्रो कल्पना छेत्रीजीलाई पनि भेटिसकेको छु। उहाँ पनि काफी फेसबुकमा मेहनत गर्नुहुन्छ, काम गर्नुहुन्छ। उहाँहरूलाई पनि फलो गरिदिनु होला। अनि है म आज उहाँहरू आउनुभएको थियो र उहाँसँग यसो सानो वार्तालाप भयो र यस्तै घुम्दैछु म यतातिर सानो है। र हेर्दै गर्नुहोस्। बाँकी अनुलाई भेटेर बहुत खुसी लाग्यो बिचारा है। हामी यसै बात मात्रै हुन्थ्यो। सो ऊ पनि ड्युटीबाट भर्खर निस्केको अनि एकछिन भेट भयो। जस्तोबाट ड्युटीबाट निस्क्यो त्यस्तै आयो। एकदम मुस्किल थियो भेट्नुको लागि हैन। बाँकी ठिक छ, ओके बाई। फेरि मिल्नेछौँ हामी अर्को भिडियोमा ल। अहिले अनुले बनाउँछ होला भिडियोसहरू हैन। उसको भिडियो पनि हेरिदिनु होला। सो यता हाम्रो भाइ बहिनीहरू पनि छन् हैन।